चाहिँ युट्युब च्यानल सुरु गर्दैछिन्। अलिकति यिनलाई चाहिँ इनर्जी र भाइब चाहिएको भएर मोटिभेट गर्नको लागि चाहिँ म सुरु गर्दैछु। यो नानीको मन्त्र त तिम्रो हेलो नमस्ते च्यानल सुरु हुँदैछ है। अनि के नामबाट रहेछ शान्ता कडेल डेली ब्लग नेपाल मैले नेपाललाई रिप्रेजेन्ट गर्ने हैन अनि गएर विश्व समुदायमा नेपाल पनि यस्तो छ उस्तो छ नेपालको गाउँको ब्लग्सहरु घरको ब्लग्सहरु अनि नेपालको टिपिकल कल्चरल बेसमा है अनि नाचगानहरु अनि फुडहरु सबै कुराहरु चाहिँ यो ब्लग अन्तर्गत आउँछ हैन त। अनि हामी चाहिँ अलिकति लोकल ट्राभल गरेको पनि राख्ने अनि गएर पिलग्रिम्सहरु मठ मन्दिरहरु घुमेको पनि राख्ने छु अवश्य नै। अनि घरको डेली ब्लग्स चाहिँ अब शान्ताले चाहिँ आफ्नो आज मे 1 मजदुर दिवसको दिनबाट चाहिँ हो गरेर सबै हुन्छ भन्ने सायद प्रुफ गर्ने हो है। अनि सक्सेस त के हुन्छ अब दर्शकहरूले मन पराउनु भयो भने अभियसली यु विल ग्रो अप है। अनि प्रयास त गर्नुपर्छ होला है। अनि केही भनौँ न त दर्शकहरूलाई दर्शकहरूले हेरिदिनु होला सुनिदिनु होला दर्शकहरूले हेरिदिनु होला सुनिदिनु होला माया गरिदिनु होला लाइक सब्स्क्राइबहरु गरिदिनु होला। अनि के गल्तीहरु भएको ठाउँहरुमा बाटो पनि सिकाइदिनु होला। कतिपयहरुले कस्तो हुन्छ भने लाइक समवन नोज हाउ टु प्ले मोबाइल हुन्छ हैन मोबाइलमा कसरी भिडियो खिच्नेहरु पनि जाने हुन्छ हामी कतिपय कुरा जानिन्छ कन्टेन्टहरु कसरी दिने पनि जाने हुनुहुन्छ त्यो आफूले नजानिन सक्छ तिनी कुराहरु पनि कोही जानेको हुनुहुन्छ भने अनि गएर कमेन्टहरुमा यताउता सिकाउनु होला है। ठिकै छ अब हामी हिँड्न थालेको आजको डे 1 बाट आज स्टार्ट हुँदैछ मे 1 आजको डे 1 बाट स्टार्ट हुँदैछ। अनि ल ओके हामीसँग चाहिँ यो बाइक है यो बाइक ट्राभल गर्छ अनि हामी एकैछिन गाउँमा बाहिरतिर घुम्न जाँदैछौँ। अब डेली ब्लग नानीको स्टार्ट भयो सो केही भन न। हेलो ठिकै छ अनि साथीहरु हाम्रो साथ दिनुस् ल साथीहरु हामीलाई साथ दिनुहोस्। सोच सरर जाँदैछौँ हामी बुलबुल ताल। हजुर गेट लगाइएको छ हजुर गेट लगाएको अवस्था साइडमा यस्तो राम्रो के भन्छन् ततालहरु नगरमा जस्ट यहाँ आयो बाइक राख्यौँ। अब टेलमी के छ त अलि तिम्रो ब्लगमा अनि दर्शकहरूले चाहिँ नि नयाँ नयाँ चिज देख्न पाउनु भएको छ त त्यस्तो फिल भइरहेछ कि तिमीलाई दर्शकहरूले चाहिँ राम्रो राम्रो अनि नयाँ नयाँ चिजहरू हेर्न खोज्नुहुन्छ। पिपल वान्ट टु सी द न्यू थिङ्स एन्ड न्यू भाइब्स के एउटा हुन्छ नि ठाउँहरूले दिने ओरा त तिम्रो पछाडि चाहिँ कस्तो राम्रो मन्दिरहरू है यो लक्ष्मणघाटको होइन अनि त्यो चिजहरू यता हेर त विशाल खोला है यो चाहिँ बाणगङ्गा भन्ने खोला हो। अनि हामी एकचोटि जाउँ न त नहरहरू हेरौँ कस्तो देखिन्छ नहरहरू। ओ नहरमा त नानी पानी पनि रहेछ ड्याम बनाएर यो चाहिँ धेरै पहिले नेपाल सरकार आई मिन श्री 5 को सरकारकै पालामा चाहिँ बनाएको है। ओहो अझै पानी आइरहेको रहेछ त्यहाँ चाहिँ देखिँदो रहेछ होइन नानी अगाडि होइन कति विशाल त ठुलो छ नि माथि पनि पहिला गएर फोटो खिचेको भिडियो खिचेको छ नि है हामीले हेर त पिकनिकमा हामी पहिला माथि गएर जाउँ होइन हेर त विशाल खोलालाई यसरी चट्ट रोकेर ड्याम बनाएर होइन माइ गड ल आहा है हामी चाहिँ फाइनली यो घाममा वैशाखको घाममा चाहिँ त्यसरी ड्याममा आइयो अनि ड्याममा आएर यहीँ हेर्दैछौँ एकदमै रमाइलो लागेछ। अनि शान्ताले आज ब्लग स्टार्ट गर्ने भनेर मे 1 मा अनि हामी शान्ता र म चाहिँ अनि दुवैजना है यसरी आइयो। यो त धेरै 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 ठुलो चिज हो है। अब बाणगङ्गा नदी भनेको त हाम्रो यहाँ एउटा सभ्यता जस्तै यो बाणगङ्गा नदीको आसपासमा बसेरै धेरैको जीवन निर्वाह हुने गर्छ। बाणगङ्गा नदी अब जस्तो सिन्धु घाटी सभ्यता सुन्नुहुन्छ बागमती सभ्यता सुन्नुहुन्छ यो हाम्रो कपिलवस्तुको लागि चाहिँ बाणगङ्गा नदी नै बाणगङ्गा सभ्यता पनि एउटा जीवन आधार नै हो। अब यसलाई एउटा हामीले सभ्यता नै लिनुपर्छ किनभने हामी यहीँको अब स्थानीय रहिथाने अनि विशेष त मैले यो तपाईँहरूलाई स्पेसली नै देखाउन अब नानीको आग्रहमा अनि यो ठाउँ देखाउनु खोजिरहेको थिएँ। अनि यो 2035 सालतिर या त आई मिन समथिङ त्यस्तै कहिले चाहिँ अनि यो गिरिजाको टाइममा गिरिजाले नै शिलान्यास गरेको भनेर यहाँ छ है। अनि नेपाल सरकार भन्दा पनि उति बेला चाहिँ अब श्री 5 को सरकार अनि अब यो ठुलो योजना नै हो यो है। अब यहाँ
के छ त भन्दा खर्चहरू भएको। यत्रो चिजहरू अब यो आजभन्दा मलाई लाग्छ खोइ मिति त यसमा देखाएको हुनुपर्छ 2035 साल नै रहेछ म गलत त रहन्छु अलिकति अध्ययन गरेको थिएँ वीरेन्द्र वीरविक्रम पढ्नुहोस् त नानी के लेखेको छ श्रीपाद महाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको बाहुल्यबाट बाणगङ्गा सिँचाइ ओहो माफ गर्नु होला मैले चाहिँ आई मिन मेरो मिस्टेक है माई ब्याड अब मैले त्यतिखेर पनि त्यो समयमा पनि 11 सय हजार 10,000 लाख 10 लाख करोड आई मिन हजार 10,000 लाख 10 लाख 2 करोड 22 लाख 88 हजार कुल लागत कुल खर्च होइन त सानो कुरा होइन 35 सालमा 2 करोड भने त धेरै ठुलो कुरो त्यतिखेर त टिका लाएर 2 रुपियाँ पाउने ज्वाइँ चेला भान्जा भान्जी हुन्थे 2035 सालमा नानी टिका लाएर ज्वाइँ चेला भान्जा भान्जीले 2 रुपियाँ 5 रुपियाँ 10 रुपियाँ पाउँथ्यो होला है त्यतिखेर 2 करोडको बजेट इट्स अ ग्रेट थिङ है अब यो हाम्रो देशको हिसाबले गर्ने भने त यो ठुलो प्रोजेक्ट हो विशाल प्रोजेक्ट हो जुन तरिकाले सोचेर यसलाई बनाइयो त्यो तरिकाले चाहिँ अब यसको उपभोक्ताले कति कहाँ गरिरहेको छ त्यो त अब सरकारले नै मूल्याङ्कन गर्ने चिज हो अब हामी एकैछिन यहाँ बस्छौँ नानी ल सी इज इन्जोइङ द प्लेस है अनि तपाईँहरूलाई यो ब्लग रिग्रेट बिकज तपाईँहरूलाई पनि खाली समयमा कहाँ जाने के गर्ने भनेर यस्तो हुन्छ नि त्यो टाइममा यस्तो रोमिङ गर्ने म तिम्रो ब्लगमा त म मात्र बोलिरहेको छु त है रमाइलो छ नि यत्रो ड्याम के है पानी त्यसरी चाहिँ रिजर्भ पिकनिकको लागि है अब डे स्पेन्डको लागि अब ठाउँहरू छ यसरी चाहिँ तपाईँको यहाँ बस्ने ठाउँहरू प्रतीक्षालयहरू पिकनिक स्पोटहरू है छ मन्दिरहरू छ इभन उता पल्लो साइडमा पनि छ यसको बारेमा चाहिँ अब मैले भन्दा पनि 20% त नानीहरूले धेरैजना चाहिँ कति यिनीहरू चाहिँ पहिला पहिला घुम्न कस्तो लागिरहेछ गर्मी गर्मी छ तर रमाइलो लागिरहेछ है कस्तो सारीहरू बस्ने ठाउँहरू राम्रो छ नि आनन्द आउने कि है साँच्चै आनन्द आउँछ ठिक गरेछ नानी तिमीले ब्लग स्टार्ट गरेर आई गेस राम्रो काम गर्यौ किनभने मजा आउने रहेछ नि त होइन यो आज तिमीले ब्लग स्टार्ट नगर्ने भनेको भए त हामी घुम्नु पनि आउँदैन थियो होला होइन अनि टक्क ब्लग स्टार्ट गर्ने भनेर सोच्यो है पोजिटिभ चिज हो नि त यो त पोजिटिभ हो र हो यसले चाहिँ अब तिमी त यहाँ छौ हामी त यहाँ छौँ हामीले त यहाँ त यो सामान्य हो भनेर देख्छौँ नेपालीहरू त पैसा कमाउन दुःख गर्न भनेर बाहिरतिर हुनुहुन्छ नि त उहाँहरू नेपाल गएर त्यहाँ त केही पनि छैन भन्यो भने त घुम्ने ठाउँ त यस्तो यस्तो चिजहरू तिमीले हाम्रो थ्रुबाट देखिन्छ नि त उहाँ बसेर पनि इन्जोय गर्न पाउनुहुन्छ अनि कतिपय त यहीँको मान्छेहरू पनि त हुनुहुन्छ होला नि त बाहिर अनि ओहो हाम्रो ठाउँको है यो चिजहरू यसरी क्याप्चर गरेको अनि दे हेभ बिग सपोर्ट टु अस अनि उनीहरूलाई कस्तो हुन्छ नि ओहो त्यो ठाउँमा यस्तो भएछ हेर्न पाएपछि हामीलाई पनि सपोर्ट गर्नुहुन्छ उहाँहरूलाई पनि एउटा है त्यो याद आउँछ नि त मिसमराइजिङ राम लक्ष्मणले बाढ हानेर पानी यो किम्बदन्ती छ नि त त्यो एउटा त्यसको हेरिटेज भनौँ लिजेन्डरी पार्ट नै भनौँ होइन यो एउटा रामायणकालीन किम्बदन्ती नै हो नि अनि एउटा एडिसनल कुराहरू अनि यो यत्रो रिजर्भ यो बन्नुको यसको पछाडि पनि एउटा स्टोरी चाहिँ छ है बाणगङ्गा उत्पत्ति हुनुको रिजन चाहिँ के छ त भन्दा रामायणकालीन समयमा रामहरू वनवास जाने अवस्थामा सायद अनि यो त त्यतिखेरको 8 कोसे 14 कोसे झाडी हो नि त 4 कोसे झाडी के भन्छ होइन अनि चुरे बावर अन्डरको अनि अब उनीहरू यो के भन्छ शल्यक्रिया गर्ने क्रीडास्थल नै भन्छ अनि त्यो क्षेत्र पर्छ यो हाम्रो यो माथिको नन्दन वन अब बाणगङ्गा क्षेत्र यिनीहरू अनि त्यो माथिल्लो यसको उद्गम बिन्दुमा चाहिँ उति बेला वनवासको क्रममा पानी तिर्खाएको अवस्था सिर्जना हुँदा रामले नै बाण हानेर होइन सरी लक्ष्मणले नै अब त्यो इच्छा अनुसार चल्ने एउटा बाणलाई अब यन्त्रसम्मत विधिसम्मत अब कुनै हुन्छ अब त्यो तरिकाले चाहिँ मनमा अब त्यसलाई उ गरेर पानी प्यास मेटाउन कुनै एउटा शिलामा बाण प्रहार गरेपछि बाणगङ्गा हुन गएको भन्ने चाहिँ छ त्यहाँ माथि है अनि त्यसैको स्रोत तल यहाँ आइसकेपछि चाहिँ यहाँ लक्ष्मण घाट अनि कतिपय कुराहरू अब तीर्थ निक्लिँदा या त के गर्दा चाहिँ अनि घाटको
यसलाई अब लक्ष्मणहरू यतै बसेको यतै खेलेको अनि यसलाई पवित्र स्थल मानेर लक्ष्मण अब त्यो त्यसरी नै यसलाई घाटको रूपमा लक्ष्मण घाट भनेर यहाँ चाहिँ यो ठाउँलाई चाहिँ चिनाइ नै गरिएको छ नि है वाह अब मलाई त मजा आयो तिमीलाई कस्तो लाग्यो कस्तो राम्रो राम्रो मन्दिरहरू पनि छ हामीले यस्तो मन्दिरहरूको दृश्यहरू देखेको के साथी अझै थप के हुन्छ अब शान्ता हाउलङ सिउल ट्राभल अनि हामीले त्यही अनुसार चाहिँ अनि हामीले अझै पनि क्याप्चर गरेर राख्न सक्छौँ होइन हरू स्टार्ट गर्छु भन्दा भन्दै के बाटोमा के नयाँ कन्टेन्टहरू भेटिन्छ है अचम्मै लाग्ने हेर्दा हेर्दा हामीले डियरहरू देख्यौँ क्या होइन त कस्तो खुसी लाग्यो है अनि यहाँ त 2टा डियर रहेछ सानो बच्चा होइन त कस्तो लाग्यो नयाँ चिज देखियो है यो कस्तो हेर त हेलो 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 वाओ 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 मेरो हातले आउ 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 इ कस्तो मजाको के वाओ कस्तो राम्रो सी कति राम्रो कति हात देऊ ओ हान्ला ओ केही हुन्न देऊ न सी ऊ जरा ऊहरू निक्लिँदैछ मलाई निकाल भनेको पो हो कि कुरा गर के भन्छ आउनु थालेको यो झर्छ फेरि आउँछ है सिङ होइन त उसको बेबी उतातिर छ बेबीलाई प्रोटेक्ट गरेको पो हो कि यसको सिङहरू पहिला चाहिँ माथि जङ्गलतिर माथि देखिन्थ्यो नि त है We have seen such a beautiful animal होइन त कति मजा आयो देऊ त हो ओके यस यसले त्यो खान खोजेको थियो म त त्यो नोटिसै नगरे के देऊ न त्यो खाएन ओ अर्को पनि बेबी हेलो बेबी भन हेलो बेबी विशाल मन्दिर है एकदम दिस इज अ भेरी बिग वान है अजिङ्गर हेर्नुहोस् त साथीहरू विशेष नगराउ है शान्ता डराए जस्तो छ शान्ता पनि डराइ हेर्नु भएको छ अजिङ्गर है सुन्नुहुन्छ उहाँ चाहिँ रियली ए ग्रेट एक्सपिरियन्स नानी हेर त कत्रो अजिङ्गर के नजिकै गएर खिच्न नि डर लाग्ने है अजिङ्गर त फेरि एकदम डेन्जर हुन्छ भन्छ तर आनन्दको पनि प्राणी हो रे कि सितिमिति कसैलाई डिस्टर्ब नगर्ने आऊ है कस्तो लाग्यो यो फिल रमाइलो लाग्यो अचम्मै लाग्यो क्युट लाग्यो है हो नेचुरल हो नि त नेक्स्ट खै त अर्को त्यहाँ त एउटा मात्र देखेँ कि ल जाउँ है अब हामी यहाँबाट जाउँ तर रमाइलो चाहिँ एकदम इट्स अ गुड एक्सपिरियन्स लाइफ है